नमस्ते हजुर सबैलाई तपाईँ विदेश भन्ने विदेशमा तपाईँकै सर्लकै तपाईँले त्यो हाम्रो एउटा तिजन निक्लिएको थियो साई कम्पनी जति माझ त्यति चम्कने भने जस्तै हो। तपाईँ विदेशतिर हिँड्नु छ भने जस्तो धेरै पढेर फाइदा छैन। तपाईँको हामीले मजाले भात पकाउने तपाईँको चाहिँ घर गइले पकाइ भात भाँडा धुने होइन यस्तो चलेको छ। जो तपाईँको चाहिँ एक दुई क्लास पढेर नत्र नपढिकन आए उनीहरू म्यानेजर छन् हेर्नुहोस् होइन ठ्याक्क पहिला आएको मान्छे त्यही भएर काम सिके पढ्नु पर्ने स्थिति छैन। अब हाम्रो फेरि नेपालको पढाइ तपाईँको भन्नुहुन्छ भने अब त बिपी कोइराला कहिले जन्मे कहिले मरे अनि प्रसाद कोइरालाले चाहिँ अब उनको जीवनी के थियो उनको मरण कहिले भयो बिहे गरेका थिए कि नै छोराछोरी छन् कि नै यिनी यहाँ सोध्दैन हेर्नुहोस् त जाँडो पढाइ के हो नेपालको पढाइ भनेको तपाईँको चाहिँ के छैन तपाईँको त्यही भएर ल्याङ्ग्वेज चाहिँ सिक्नुपर्छ हरेक चिज तपाईँको चाहिँ अहिले मेन इङ्ग्लिस भइरह होइन इङ्ग्लिस जानेको मान्छे र त बोल्न जानेको मान्छे र बोल्न भनेपछि अलिअलि लेख्न पनि जान्नु पर्यो फेरि बोल्न मात्र जानेर त हुन्न पोजिसनको लागि होइन पोजिसन पाउनु छ भने हल्का इङ्ग्लिस लेख्न र पढ्न बोल्न जानेको मान्छे र तपाईँको चाहिँ एउटा काम जान्न सिक्नुहोस् एउटा काम सिक्न भने पैसा कमाउनु दुःख छैन नत्र भने अब हाम्रो इङ्ग्लिस सिक्यो गतेले हिन्दी नै आउनु हेर्नुहोस् हिन्दी पनि गाह्रो हुन्छ हामीलाई अब इङ्ग्लिस त परेको कुरा भयो होइन अनि नेपाली जानेर यहाँ अर्थ आउन्न नेपाली कोही बोल्दैन हाम्रो स्टाफहरू बोल्ने अलिअलि भयो होइन स्टाफसँग बोलेर सेलेरी पाइँदैन होइन बोल्नको लागि साउसँग पऱ्यो साउसँग भनेको कि त यो कन्ट्रीको तपाईँ ल्याङ्ग्वेज चाहियो कि त इङ्ग्लिस चाहियो त्यो भएर तपाईँको यो नेपाली बिपी कोइराला कहिले मऱ्यो भने पढेर फाइदा छैन। तपाईँको यसो पढ्न त पऱ्यो त्यही ल्याङ्ग्वेज पढ्नलाई कभर जान्नै पऱ्यो तिनी पढ्ने खोजेको गर्ने तपाईँको त्यसपछि विदेशतिर हिँड्ने भने विदेशहरू फाइदा छैन विदेशमा अहिले हामी आएको 8 साल भयो मजाले भाँडा धस्काइएकै छ देख्न नदेखाइन्छ होइन तपाईँ ट्याको भाँडा धुने काम पनि होइन त्यही भएर विचार गरेर गर्नुपर्ने छ काम युज चाहिँ त्यति मात्र गर्नुपर्ने छ। हामीले अहिलेसम्म तपाईँ लाइफमा युज नहुने काम गरेँ अब तपाईँको उमेर बढी भयो बुढेसकाल लाग्न लाग्यो तपाईँको पहिले बुझेर फाइदा भएन पहिला युज नहुने जति काम गरेर छ अनि पढाइ त्यस्तै खालि पढ्यो जो युजै हुँदैन अरे अत्यै छैन त्यही भएर पहिला अब तपाईँको चाहिँ अलि जेन्जी पुस्ताहरूले तपाईँको चाहिँ ट्याक्क विदेश आउनु छ भने काम र ल्याङ्ग्वेज सिक्नु अरू यिनी तपाईँको चाहिँ बिपी कोइराला कहिले जन्मे अन्त तपाईँको चाहिँ पढ्न नेपालमा जरुरी छैन बुझ्न अनि अब अहिले त मैले यति भने कति बोलेको मान्छे जान्ने चाहिँ गरेर भन्नु म त मेरो मनको कुरा मात्र भनेको होइन। हामी मजाले अब खाना पकाइहाल त्यो भाँडा सिद्धेपछि खाना पकाइहाल 11 जना खाना खाने मान्छे छन् सागहरू लगाएर स्टाफ गरेर अनि एउटा कुकुर छ उसले खान्न खुवाइदिनु पर्छ म एक दिन तपाईँलाई खुवाइदिएर भिडियो पनि हाल्छु हेर्नु होला तपाईँहरूले होइन। ल हस् त नमस्ते होइन हात धुन हुँदै अब फेरि खाना पकाउँदैछ भाँडा सिद्धियो धोएर होइन
अब किचन आइयो तपाईँको यो ग्यास होइन ग्यास पनि फोहोर छ अहिले फिलहाल सफा गरेर फेरि खाना बनाउनु स्टार्ट गर्ने हो ल हस् त नमस्ते बाई